हातैमा शङ्कर चक्र हातैमा लक्ष्मी साथैमा शङ्कर चक्र हातैमा Guys, good morning and welcome to my new vlog. I hope सबजना संसारमा बिताउने फाइन हुनुहुन्छ होला। म पनि एकदम संसारमा बिताउने फाइन छु। आज चाहिँ एकदम पुरै कालो कालो भएर आएको छ क्या। कालै छ तर यो चाहिँ कालो होइन गाइस, यो नेभी ब्लू भन्ने हो हैन। यो कालो देखिन्छ, बाहिर जाँदा चाहिँ हल्का हल्का ब्लू ब्लू देखिन्छ। अनि तल पनि कालो छ, जुत्ता पनि कालो छ, मोजा पनि कालै छ ए। अनि यो ट्युब पनि कालै छ, पोछा पनि कालै थियो, सेतो थियो, कालो हो। सिर्फ बोराहरू छ, लङ्गोटी पनि कालै छ, पन्जा पनि कालै छ। अनि मेरो फोन कभर पनि कालो छ। अनि भएन र म पनि कालो छु यार। यसलाई बेसी लिका बेल लाग्यो यार। अब म स्ट्यान्डअप कमेडीमा जानुपर्छ क्या गाइस। कमेडी गर्छु होइन मैले, अनि सिङ्गिङ पनि सब मिक्स हालिदिँदा भएर क्या। अब के छ र चाहिँ यो आज चाहिँ यो लाएर आएको एकदम मजा आयो। तर हिजो लगाएको भए चाहिँ आज मलाई अलि रुगा पनि लाग्थेन, किनभने हल्का हल्का रुगा लुगा लाग्ने फिल भएको छ। अनि भोलि चाहिँ अब गइन्छ किन यार गाइस, भोलि लुम्बिनीको कन्सर्ट छ होइन, लुम्बिनी भिक्ट्री कन्सर्ट क्या। 100 रुपियाँ टिकट छ, 1000 रुपियाँ चाहिँ फ्यान फिस्ट भन्ने कि समथिङ के भन्ने छ। गएर गइए चल्ने जाम्ला नत्र गाइस। यहीँ दोकान आएकै ब्लग गराउँला अन्त साँझतिर हो के अरे न्यु इयर पार्टी गराउँदा जाउँ त। फर्स्ट टाइम भोलि गयो भने म फर्स्ट टाइम न्यु इयर मनाउनु जान्छु, नत्र न नेपाली बनाएको छु न अङ्ग्रेजी बनाएको छु, केही पनि छैन। एउटा दाइ आउनुभयो होइन, सामान त लिएर जानुभयो, यो लान्छु भन्नुभयो होइन, यत्रो जिगाउनु भयो, थोरै रहेछ भन्नुभयो, अनि फेरि एकपेटी लिएर जानुभयो यहाँको। दुःख होइन अझ धन्न यो अझ कपडा पसलमा झन् कति ल्याङ हुन्छ झन्। ओडो अहिले गर्थ्यो पहिला भए जतिको सब देखाउन पर्थ्यो कपडा पसलमा त झेउ भनेको कपडा पसलमा यस्तो झिजो लाग्छ नि यार। गर्न त कहिले गरेँ होइन, तर हेर्दै थाहा पाइन्छ नि त। मम्मीहरू कपडा लिने भएको बेला स्पेसल्ली ऊ त देखाउनु न, ऊ त देखाउनु, ऊ त देखाउनु भन्छ, एउटा घर पुरै रिटाइदिनुहुन्छ। यस्तै गरेर चाहिँ गाइस यो फ्ल्याप लिएर आएको होइन, सेकेन्ड यति फोहोरो थियो नि यो, हेर्नु न यो पनि यति फोहोरो भएको थियो नि होइन। अहिले चाहिँ खोलेको थियो कि यो अब लास्टै फोहोरो भएर हल्का हल्का धुलो धुलो देखेँ नि। आउने बित्तिकै गराउँछु भन्थ्यो त्यसको भिडियो। अनि मलाई यो प्याक गर्न रहेछ कि, अनि यो प्याक गरेँ। अनि त्यो लिक्विड पनि यो चाहिँ त्यो पनि यता हुन्छ, अनि यो पनि फेरि लिएर जान्छन् कि को मान्छे नि यो सँगसँगै यो। अनि त्यसपछि त भ्लग गराउने दृश्य चाहिँ कि बल्ल याद आएर भ्लग गराउनु सकेन भनेर। कफी छ, कफी खानु पऱ्यो। अनि केटाहरू भोलि लुम्बिनी डान्सको जाने भने के अरे अब गएछ भने चाहिँ आउँछ कि छैन, तर नै मुस्किल छैन। 2 बजिसकेको छैन, मलाई त थाहै नै यार। मेरोको त 2 बजे रहेछ, त्यही भएर नास्ता पनि मगाएँ। अनि यहाँ कफी पनि छ, कफी पनि खाऊँ, पहिला खाऊँ, त्यसपछि बल्ल कफी खाउँला नि त। खाएको गराउने, त्यही भएर कफी खाएको गराउनु न। अब यहीँ खाइयो है त गाइस। ओट फुटेर पनि गर्न मिलेको छैन यार, अगाडि टोकेर झिकिदिन्छु कि अहिले मैले। भाडा चाहिँ 5G होइन, भाडा त कति भने र एउटा यो र यो माझेको। अनि अब चाहिँ आज एकादशी छ गाइस, त्यही भएर भजनमा जाने हो। मन्दिरमा चाहिँ खाना बजिसकेको छ। अब त्यो ज्याकेट त लाग्ने होइन, अर्को विङ स्विट ल्याउने। अनि यहाँ चाहिँ दालमुट लिएर आएको छु क्या। अनि भोलि चाहिँ कन्सर्टमा जाने भनेको। अनि अरू के भन्छ अरे 12 वर्षसम्म हुने के हो आइहाल्छ डर न। 12 वर्षसम्म भयो भने चाहिँ हुन्छ यार, अलि चाँडै आउने भनेको। अब त्यही दुर्गेश थापाको त हेरौँ न यार, फर्स्ट टाइम हेर्दैछु दुर्गेश थापाको, द एलिमेन्टको, अनि बद्री बङ्गेनीको, सबैको फर्स्ट टाइम हेर्दैछु यार। म पनि हेरेन, हुनलाई त हुन्छ बुटलतिर लगभग गइरहेको छ कन्सर्ट, म झ्याप्प गएन क्या। त्यही भएर फर्स्ट यो सेकेन्ड टाइम हो अब चाहिँ भोलिको भिक्ट्री कन्सर्ट भन मेरो। त्यसलाई कन्सर्ट त के भन्ने र, कन्सर्ट त अब नेपथ्य दाइको देखाइ त गाइस। नेपथ्य दाइ त के अरे अङ्कित नेपथ्य ब्यान्डको क्या, त्यहाँ पनि जाने। अब चाहिँ अहिले भजनमा जाने, पहिला मजा खोला गनाउँ चाहिँ यत्तिकै गयो भने त कसले मजा गर्न आहा भन्छ ए फिस्टोले मजुरा लिएर आऊ भन्दै थियो। ए मजुरा यहीँ रहेछ, म त भेटिन्न होला, नभेटिने हुन्थ्यो नि, एकछिन लामो गराउनु हुन्थ्यो नि त भिडियो पुगेको। त्यस्तो सपोर्टै गर्दैन यार कहिलेकाहीँ त सपोर्ट गर्छ, कहिलेकाहीँ त हुँदैन है। यहाँ छ अब यो लिएर चाहिँ मोजा खोलेको त कुसुम लास्टै चिसो हुने त यार। एउटा अब ढोका लाएर जामै त जस्तै ज्याकेट यत्तिकै त जानु भएन नि यार। ज्याकेट यहाँ छ नि त ब्रो, यही ज्याकेट ल्याएर जाने हो क्या। चिन्डियो भजनमा मुला साग फिस्टै आयो होला भनेको, फिस्टै अझ आएर हुन्छ यार। अब फिस्टै मुला सागलाई बोलाउँछ नि यो रिजन रहन्छ क्या हो कुरे यार। ए रहन्छ नबोलाइकन गएछ, म त किन बोलाउनु पऱ्यो त्यहीँ गएँ। मजुरानी फेरि गएछ आज, हरेक पड्काउने हो मजुरानी।
हातैमा शङ्कर चक्र हातैमा लक्ष्मी साथैमा शङ्कर चक्र प्रसाद भाइ गर गुलियो रहेछ यार खै फाइनल्ली आफू चाहिँ आइयो मन्दिरबाट अनि भोलि चाहिँ लुम्बिनी लायन्सकोमा जाने भनेको अब लेट चाहिँ यता गाइज लेट चाहिँ टिकट काटिदिए जान त परिहाल्यो नि मास्दै रातो ढोका होइन ढोका ल्याएर छ अनि दालमोट छ नि त गाई दालमोट खानु पऱ्यो नि त चौचौलाको 3 दिन भइसक्यो त्यहीँको त्यहीँ चाहिँ झोलाको झोलै खाने भनेको त्यस्तै भयो यदि दालमोट गाई छ अब यो दालमोट खाँदा यो पिरो नि हाल्नुपर्छ क्या यो पिरो हाल्यो भने त भोलि बिहान त गाई यु क्यान जस्ट इमेजिन वाट विल ह्यापन अनि भोलि त जानु पऱ्यो कन्सर्टमा गाई अब भिडियो एन्ड गरिदिउँ भिडियो एडिट गर्नु पऱ्यो भिडियो मन परेमा लाइक शेयर सब्सक्राइब गर्नु नम्बर सिलिनु बाइक सी यु नेक्स्ट बाय